भिडियो गरेको आन्टी यहाँ नयाँ घर बनिएको रहेछ हामी उता यहाँ घर थिएन हामी पहिले बस्थ्यौँ त्यहाँमा अनि अहिले उता गएको थियौँ होइन घुम्न आएको हाम्रो गाउँ थियो पहिले चाहिँ अब अहिले चाहिँ जाली लगाएको रहेछ यहाँ अनि घुम्न आएको अहिले उताबाट अनि यहाँ उता घरको सम्झना आयो नि सम्झना आयो अनि घरका उताका मान्छेहरूलाई चाहिँ यो भिडियो खिचेर लगाएर देखाइदिउँ भनेर यो कहिले बनाउनु भएको आन्टी यो घर यो त बनाएको छैन हौ भाइ मैले त यो थिएन नि त हामी यहाँ आउँदा यो थिएन कि हामी यहाँ क्याम्पमा हुँदाखेरि यो घर थिएन होइन अलिक पछाडि थियो होला तर हामी सुरुमै गएको हामी 2008मै गएको होइन त्यतिखेर चाहिँ बनिएको थिएन अलिक पछाडि बनाउनु भएको यो पछाडि बनाएको के थरी हुनुभयो तामाङ अङ्कल आन्टीको घर यहाँनिर नयाँ बनिएको रहेछ अहिले क्याम्पमा भए पनि यहाँ बाक्लै बस्तीहरू बाक्लै भइरहेको रहेछ होइन निकै एउटा 3-4वटा घरहरू भइरहेको रहेछ बढ्दैछ अनि क्याम्प भएतिर चाहिँ फेन्सिङ हानेर राखेको रहेछ अनि यता गाई हजुर म चापा गाई क्याम्पमा यहाँनिर कहाँ भने उयो ठुलो रुख छ नि अलिक माथि यहाँनिर यसको अगाडि ठ्याक्कै यो गाई चौर देखाउनु त्यो तलको ठ्याक्कै अगाडितिर यादव बुझेको यादव
यादव गुरुजी त अलिक पर्छ नि बेलैको होइन जानु नै भएको थियो होइन उता त जानुभएको छैन बेलै पत्रिका आउनुहुन्छ अब कहिले जानुहुन्छ यहाँ के हुँदा तपाईँ यहाँ घर बनाइसक्नु हाम्रो बारी ए बस्नु आउनुहुन्छ नि यता चाहिँ कति अहिले अब यहाँको मान्छे सबै उता गइरहेको छ कस्तो लागिरहेको छ हामीले त एकदम नर्भस सुन्ने भइरहेछ पहिलेको सम्झना आउँछ याद आइरहन्छ अहिले नराम्रो लागेको छ व्यापारहरू पनि त घटेको होला अहिले पहिले उताको त्यो अरे तरकारीहरू यहाँ बित्थ्यो होइन यो सुन्ने छ नि हामी बुधबारे जानुपर्छ धोलाबारी जानुपर्छ सब्जी किन्नको लागि सबै किन्नलाई अब व्यापार छैन दोकानहरू सबै गएका छ होइन सबै अहिले त उरस लाग्दो विरक्त लाग्दो त्यस्तो छैन यो सबैको अलिक दुध गरेर आउँछ म अहिले अमेरिकामा अमेरिकाको कुन ठाउँ अमेरिकाको मिसिगन भन्ने ठाउँमा छु हजुर त्यो भनेर क्यानाडाको ए टोरन्टो भनेको कति टोरन्टो भनेको क्यानाडा हो हाम्रोबाट अलिकति लाग्छ त्यस्तै गाडीमा जाँदा त निकै लाग्छ होला तर क्यानाडाको हाम्रो टोरन्टो नजिक नजिक एउटा मान्छे हाम्रो भाइ टोरन्टो जानु टोरन्टो यो भिडियोमा युट्युबमा हजुर म अमेरिकाबाट यान्सिङ मिसिगनबाट यहाँ आएको थिएँ घुम्न अनि यो टुनाइटको भिडियो त तपाईँको नाम भनिदिनुहोस् म बाबुराम अधिकारी र मेरो भाइ भागवत अधिकारी भारत अधिकारी जो अहिले टोरन्टोमा हुनुहुन्छ। टोरन्टोमा टोरन्टोमा हुनु भारत अधिकारीलाई दाइबाट नमस्कार नमस्कार ल मेरा 3-4जना साथी चाहिँ कहाँ पुग्यो कहाँ गयो गाई यो बिजुलीको पोल कहाँको भने हाम्रो दङ्गाल अङ्गलको घर अगाडि ठ्याक्क अर्जुनहरूको घर अगाडि भएको बिजुलीको पोल यो हो अनि यो बिजुलीको पोल चाहिँ ठ्याक्क अलिकति तलतिर हाम्रो घर थियो यहाँनिर अहिले त केही नचिनिनु भएको रहेछ यतापट्टि वायन अङ्कलको घर थियो त्यो चाहिँ चिन्दैन सबै जाने त्यो थाहा छैन म हाम्रो घरबाट चाहिँ जानु कोसिस गरिरहेको छु सबै गाई क्याम्प पनि गाई चर्ने गाई गोरु चर्ने ठाउँ भएको छ भैँस लगाएर राखेको छ वरिपरि अनि ठ्याक्कै यहाँ हो म हाम्रो घर ट्याक्कै पत्ता लगाउन गइरहेको छु हाम्रो घर हाम्रो अहिले आँपहरू उम्रेर पुरा किराइहरू चाहिँ एकदम 12 मासे फुल टेम्मै फुलिरहेको छ यो चाहिँ के हो भन्दाखेरि यो हाम्रो टोइले अगाडि हाम्रो जस्तो पनि बनिरहेको छ यत्रो ढुङ्गे वायन अङ्कलको घर उता पारिपट्टि थियो हाम्रो घर चाहिँ यहाँनिर ट्याक्कै हाम्रो घर यहाँनिर थियो पुरा अहिले जङ्गल झारी राम्ररी अनि हाम्रो घरमा ठ्याक्कै हाम्रो घरमा त्यसरी छत्तुनको रुख उम्रेको रहेछ यहाँनिर दिल्ली आन्टीको घर त्यो साइनी घर चाहिँ यहाँनिर अनि त्यहाँदेखि पछाडि यो हाम्रो हजुरआमाहरूको टोइलेट हो यस्तो भएको रहेछ है हजुरआमाहरूको टोइलेट थियो यहाँनिर पछाडि अनि त्यहाँदेखि ठ्याक्कै सिधा आएर यहाँ चित्तु कत्रो भएको रहेछ अहिले चित्तु अनि यो चाहिँ पछाडिको ठ्याक्क ढङ ठुलो सानो अनि यतापट्टि पछाडि बस्ने घरको बाहिरको अहिले केही नचिन्नु भएको छ यहाँ भाइ हाम्रो विनिता आन्टीको छोराहरू कहाँ छ तिमी दाजुको नाम के थियो विशाल कहाँ छ अहिले कलेज गएको छ विशाल कलेज पढ्ने भएको छ भाइ चाहिँ सानो यो हाम्रो घर
गाह्रो पनि अलिअलि देखिरहेको छ गाह्रो घर केही नचिन्ने छैन